ल हेर्नुहोस् है साथी, त्यो अगाडि बाटोमा चाहिँ एकजना महिला बच्चा बोकेर माग्न बस्नु भएको छ। उहाँ चाहिँ यसो हेर्दाखेरि यहाँलाई जुम गरेर देखाउँछु। नेपाली, मैले यहाँ टाढाबाट मेरै कोठाको झ्यालबाट खिचेर आएको हो। नेपाली हो जस्तो लाग्दैन। अब यस्ता व्यक्तिहरू इन्डियादेखि आएर चाहिँ लगभग काठमाडौँमा 5000 भन्दा बेसीका सङ्ख्यामा छन्। यसरी नाच्छन्। अब कति मान्छेहरूले चाहिँ यिनीहरूको जातै यस्तै हो, घुमन्ते हुन्, यिनीहरू फिरन्ते हुन्, यसरी मागेर गुजारा चलाउँछन् भन्छन्। अब यसरी बस्ने नेपाली पीडितहरू चाहिँ, नेपाली चाहिँ पीडितै हुन्छ, वास्तविक पीडितै हुन्छ। भरिसक्कै नेपाली बस्दैन, बसिहाल्यो भने एकदम पीडित भएको मान्छे बस्छ। यिनीहरू चाहिँ इन्डियन हुन्। अब यिनीहरूसँग राम्रै घरजनको व्यवस्था भए पनि यिनीहरूको चाहिँ कतिको त पुर्ख्यौली पेसै यस्तै हो पनि भन्छन्। वास्तविक त के हो मलाई पनि थाहा छैन। र त्यो बच्चालाई हेरेर 500 रुपियाँ यसो दिँदाखेरि राम्रो पनि होला, किनभने अगाडि बच्चा राखेको छ, टिठ लाग्दो देखे त मान्छेले पैसा दिन्छन् भन्ने, अनि अहिले पैसा दिन्छन् है यी दिने खालका हुन् भन्ने यिनीहरूले परबाट साइकोलोजिक हिसाबले पनि बुझ्दा रहेछन् क्या। अनि छेउमा आएर बच्चालाई चिमोटेर रहने, अनि किन रह्यो तेरो बच्चा भन्यो भने खाना छैन हजुर हिजोदेखि भन्ने टेक्निक यिनीहरूको यस्तो। अब जसरी पनि चल्दो रहेछ चलाउन खोज्दाखेरि यो संसारमा।